हेलो साथीहरू सबैलाई स्वागत छ अर्को नयाँ भिडियोमा। चाइनाले मात्र 9 घण्टामा एउटा यस्तो काम गरेको छ जो चाहिँ विश्वचकित भएको छ। चाइनाले फुजियानको लोङयानमा एउटा मेट्रो स्टेसन बनाएको छ। विश्वमा हेडलाइनको एउटा न्युज बन्न सफल भएको छ। मात्र एउटै कुराले त्यो सम्भव भएको छ। त्यो तपाईँ हामीलाई थाहा छ। तपाईहरु यो भिडियो हेरेपछि थाहा पाउनुहुनेछ। आउनु साथीहरू ढिलो नगरिकन यो भिडियो हेरौँ। चीनमा 1500 कामदारहरूले केवल 9 घण्टामा एउटा रेलवे स्टेशन निर्माण गरे। यो एउटा श्रमदानको नमुना काम हो। यसले श्रम संस्कृति पार्टीको भिजन श्रमदानसँग ठ्याक्कै मिल्छ। यो परियोजना फुजियान प्रान्तको लोङयानमा भएको थियो र सैन्य शुद्धताका साथ कार्यान्वयन गरिएको थियो, जसले 3 प्रमुख रेलवेहरूलाई नवनिर्मित नानलोङ रेलवेसँग जोडेर यस क्षेत्रको यातायात पूर्वाधारलाई उल्लेखनीय रूपमा बढाएको थियो। विश्वासलाई अस्वीकार गर्ने र द्रुत निर्माणको सीमालाई पुनः परिभाषित गर्ने एउटा उपलब्धिमा चीनले फेरि एकपटक रेकर्ड तोड्ने पूर्वाधार प्रयोजनाका साथ विश्वलाई चकित पारेको छ। केवल 9 घण्टामा 1500 भन्दा बढी कामदारहरू फुजियान प्रान्तको लोङयान रेलवे स्टेशन निर्माण गर्न एकसाथ आए। यो एक रसद र इन्जिनियरिङ चमत्कार हो जसले विश्वव्यापी ध्यान आकर्षित गरेको छ। सायद यस उपलब्धिको सबैभन्दा भावुक भाग मसिनहरू थिएनन्, यो मानिसहरू थिए। 1500 भन्दा बढी कामदार, इन्जिनियर र प्राविधिकहरूले एउटै लक्ष्यबाट प्रेरित भएर सद्भावमा काम गरे। कुनै अराजकता थिएन। अन्तिम समयमा कुनै झगडा थिएन। कुनै समय सीमा छुटेको थिएन। यो स्थल राष्ट्रिय गौरव, एकता र अनुशासित टोली काम मार्फत के हासिल गर्न सकिन्छ भन्ने प्रतीक बन्यो। जटिलता र ढिलाइले विश्व प्राय विभाजित हुने युगमा चीनको 9 घण्टाको रेलवे चमत्कार समन्वय मार्फत सरलताको दुर्लभ र शक्तिशाली प्रदर्शन हो। चीनको बिजुलीको गतिमा निर्माण गर्ने क्षमता आर्थिक वृद्धिलाई तीव्र बनाउने फराकिलो सामरिक रणनीतिको अंश हो। आफ्नो उच्च गति रेल, विमानस्थल र शहरी ट्रान्जिट सिस्टमलाई अन्य कुनै पनि राष्ट्रभन्दा छिटो विस्तार गरेर चीनले दीर्घकालीन गतिशीलता, व्यापार र टुरिज्मको जग बसालिरहेको छ। लोङयान स्टेशन जस्ता परियोजनाहरू अलगिएका छैनन्, तिनीहरू नेटवर्कको हिस्सा हुन्। 2023 मा मात्र चीनले 2000 किलोमिटर भन्दा बढी उच्च गति रेल लाइनहरू थप्यो, लाखौं मानिसहरूलाई जोड्यो र घरेलु हवाई यात्राको माग घट्यो। यो काम हेर्दा श्रमदानको कुरा आउँछ, जुन 1500 कामदारले एकै रफ्तारमा काम गर्दा 9 घण्टामा रेल स्टेशन निर्माण गर्न सफल गरे। जस्तै अहिले नेपालमा पनि मेयर हर्क साम्पाङले सुरु गरेको श्रमदान अभियान यही हो, जुन ठेकेदारले 30-40 वर्षमा एउटा पुल निर्माण गर्न सक्दैनन्, भ्रष्टाचार गरेर लथालिङ्ग चाहेको देखिन्छ। यदि हर्क साम्पाङको भिजनमा हो भने 30 वर्षमा नबनेको पुल 2-3 हजार श्रमदाताहरूसित 6 महिना सक्छन्। त्यो पनि 5 अर्ब लगानी खर्च लाग्ने 1 अरबमा बनाउन निर्माण गर्न सक्नेछन्। किनभने श्रमदानबाट काम गरेपछि कामदारलाई जस्तो ज्याला दिनु परेन, त्यसबाट 2-3 अरब रकम बस्नेछ। त्यसैले श्रमदान एकदम जरुरी छ। चीनले सुरुदेखि विकास गरेको श्रमदानबाट हो। धरानका मेयर आदरणीय हर्क साम्पाङज्यूले श्रमदान उहाँको मेन उद्देश्य भनेको श्रमदान। उहाँले कम्पिटिसन कोसँग गर्ने भन्दाखेरि इन्डिया, भारत, विदेशहरूसँग गर्ने। के गर्ने? युद्ध होइन, श्रमदान गरेर विकास गर्ने। आज चाहिँ एउटा चीनको फुजियानको लोङयानमा चाहिँ जुन तरिकाको मेट्रो स्टेसन तयार भयो नि 9 घण्टामा, त्यहाँदेखि 1500 जना इन्जिनियर, युवाहरू, त्यहाँका मानिसहरू, त्यहाँका कामदारहरू 1500 जनाले त्यहाँ आफ्नो श्रम दिए, त्यो सफल हुन सक्यो। आज विश्वचकित भएको छ, विश्व अचम्म मानेको छ। मात्र यो चीनले गरेको छ। आज चीन हामीभन्दा अगाडि किन छ, विश्वभन्दा अगाडि किन जाँदैछ भने एउटै मात्र हो, श्रमदान। तपाईलाई यो भिडियो कस्तो लाग्यो र तपाईले भिडियोबाट के सन्देश पाउनुभयो, सबैजनाले भिडियोमा कमेन्ट गर्नुहोला है त।